मैले अलरेडी सुँगुरको मासु पकाइसकेँ। यहाँ खाना रेडी छ। सुँगुर हुँदै रहेछ चम्चीले। त्यो हैन एभ्रिवान वेलकम ब्याक टु माई न्यू ब्लगमा स्वागत छ साथीहरू। फेरि तपाईँहरू सन्चै हुनुहुन्छ होला। मन सन्चै छु है। अनि अझ बबाले एक्लै बिन्दास बिजोग छन् त, किनभने अहिले चाहिँ बल्ल बल्ल बिहानको काम बबाले काम गरिसकेर म चाहिँ घरमै छु गाइज। अनि मेरो भिडियो चाहिँ के छ भने गाइज, आज म चाहिँ एक्लै भात पकाएर खानुपर्ने हुन्छ है। घरमा चाहिँ कोही सुनसान छैन गाइज। अनि बबाले घर ढोका बन्द छ है। ओ माइ गॉड, उफ म चाहिँ घरमा आइसकेँ गाइज। होइन फेरि घरमा एक्लै छ, बिजोग बिन्दास छ होइन। त्यही भएर टक्कसँगले भात पकाउनु पर्ने हुन्छ। अनि खानु पऱ्यो नि त होइन, भोक लागिसक्यो। यता बबाले छ सबै सामानहरू खाना पकाउनु पऱ्यो है गाइज। अनि यस्तो र फाइनली साथीहरू म चाहिँ अब यहाँ आगो बाल्छु होइन। अब आगो बाल्ने रेडी गर्दैछु म। अनि यहाँ आगो बाल्नलाई चाहिँ यहाँ लाइटर यहाँ हेर्नु पऱ्यो नि त, यहाँ छ होइन लाइटर। आगो बाल्नलाई चाहिँ मैले यहाँनिर डिजेल लगाइसकेको छु, देख्नु सक्नुहुन्छ नि। यो चाहिँ मकैको खोया अनि गाइस, खोया भन्छ नि। खोया चाहिँ यस्तो, खोयाले यस्तो काम पनि गर्नुपर्छ होइन। अलरेडी आगो बालिसकेँ मैले गाइस। अब यहाँनिर खाना पकाउनलाई चाहिँ मैले रेडी गर्नुपर्ने हुन्छ होइन। कुकरमा भात धारामा आइसकेँ साथीहरू। अनि कुकरमा चाहिँ मैले चामल ल्याइसकेको छु होइन। तर अब यसलाई चाहिँ के गर्नुपर्ने हुन्छ, सट्टसँगले धुनुपर्ने हुन्छ फाइनली गाइस। ओ भात पकाउने तरिका। अनि यो चुल्हामा चाहिँ यस्तो टक्क लाउनु पर्ने हुन्छ जाली होइन साथीहरू। बबाले है अनि टक्क जाली मैले लगाइसकेँ। अनि मैले भाँडा रेडी गरिसकेको थिएँ नि त। अनि यसलाई टक्क यस्तो दिने हो नि त होइन। यो चाहिँ नयाँ डिजाइन हो। यो चाहिँ सुँगुरको मासु छ है गाइस, सुँगुरको मासु। अनि सुँगुरको मासुमा पल्किने अनि हाम्रो यता भिडियोतिर ढल्किने गाइस होइन। अनि बबाले फेरि यसलाई चाहिँ म चाहिँ एकदम तरकारी बनाउनु छु। मेरो खाना यहाँ रेडी भइसक्यो है साथीहरू। अनि अहिले चाहिँ स्पेसली खाने हो पकाएर गाइज। ओ अनि यहाँनिर प्याज काट्नुपर्ने हुन्छ होइन। चकिङ बोर्ड चाहिँ छ, यो चकिङ बोर्ड युज गर्दिनँ म चाहिँ। यो आफ्नै अर्ग्यानिक चकिङ बोर्ड होइन, यसलाई अचाना पनि हुन्छ गाइज। यसमै काटकुट गर्छु होइन। यो चाहिँ अर्ग्यानिक कटाइ हो गाइज होइन। यो चाहिँ हाम्रो एकदम हो, यो चाहिँ एकदम स्टाइल छैन होइन। खाना रेडी पाकिसक्यो गाइज। यसलाई उचाल्नुपर्छ होइन। तत्तिसक्यो। ओ माई गड, यो पनि लाउनु पर्ने हुन्छ होइन टक्क। यसलाई टक्क लाउनु पर्यो नि त। अब मैले सबै कुरा लगाइसकेँ। अब मैले नुन पनि लाउनु पर्ने हुन्छ होइन साथीहरू। अब नुन पनि लाउनु टक्क। बबाल काम गरिरहेको छु होइन। अहिले चाहिँ म चाहिँ लसुन पनि बनाउँदैछु होइन। फेरि मेरो अर्ग्यानिक यहाँ सिलौडामा। अनि अब यो पनि लाउनु पर्ने हुन्छ। यो चाहिँ भनेको चाहिँ के हो भने तपाईँले थाहा छैन होइन साथीहरू। यो चाहिँ साह्रै दामी स्वाद बास्ना दिन्छ होइन राइट। र फेरि मैले यो टमाटरलाई काटेर चाहिँ टक्कसँगले लाउनु पर्ने हुन्छ। टुङ टुङ डुस ढ्याङ ट्याङ बबाले पाकिस भयो गाइस, देख्नु सक्नुहुन्छ होइन। सुन पनि पकाइसकेँ, खाना पनि रेडी भइसक्यो। अब हेर्नु है त खाना गाइस। ओ माई गड, रेडी गर्दैछु साथीहरू होइन। यो चाहिँ यो भनेको चाहिँ मेसु। ओ माई गड, टक्कसँगले यहाँ लाउँ।
र साथीहरू म चाहिँ अब फेरि खान लाउँछु नि। यो चाहिँ अर्ग्यानिक, यो चाहिँ हाम्रो लोकल हो होइन, यो चाहिँ लगायो भने क्या। अनि यस्तो यस्तो खाने हो होइन, देख्नु सक्नुहुन्छ नि त गाइस। अनि आफै बनाएर खाने हो, मिठो गनेर खाने हो, अनि काम बबाले गर्ने हो होइन। तुरुप ओ रेडी गाइस, बबा नाइसक्यो, अब खाना खान्छु। र साथीहरू फाइनली म चाहिँ खाना खान लागेँ होइन। मैले अलरेडी तपाईँहरूलाई सबै होइन देखाइसकेँ, मैले खाना पकाएदेखि होइन सबै। गाइस अनि बबाले खानेछु होइन। ओ बबाले होइन अचार, यो त नहुने रहेछ चम्चीले। यति दामी भयो, यति दामी भयो नि साथीहरू, यति दामी भयो त्यो प्ले नगरौँ है। प्याज यो चाहिँ गाइस, यो चाहिँ कागती हो होइन। गाइस र साथीहरू 1 किलो चाहिँ आफैले खाइसके जस्तो लाग्छ है। अब मलाई थाहा छैन। हेलो साथीहरू, देख्नु भइसक्यो होला मैले चाहिँ आधी घन्टाको टाइममा चाहिँ अन्तरालमा चाहिँ मैले बबाल खाना खाइदिइसकेँ बनाएर होइन गाइज। अनि यति मात्रै हो र अब अरू पनि धेरै विभिन्न किसिमको काम गर्नुहुन्छ। अब यो खाएको जुठो भाँडा गर्नु पऱ्यो है। अनि बाख्रा बस्तु यताउता होइन, दिन यति सजिलो, यति इजी, यति छोटो समयमा बित्छ गाइज, त्यो पत्तै छैन होइन तपाईँहरूलाई। तर यो गफ आडिछ, यो चाहिँ गफ मात्रै दिन्छ यहाँनिर चाहिँ त्यो चाहिँ नसोचिदिनु होला, कहिले पनि नसोचिदिनु होला। मेरो लागि चाहिँ कहिले पनि नसोचिदिनु होला गाइज। यति बिजी र व्यस्त त भइन्छ नि, त्यो कुरै नगरौँ। र आज म चाहिँ के भन्छु भने गाइज, अनि जुन अवस्थामा जुन फिल्डमा भयो भने खाना चाहिँ मजाले खानुहोस् भन्छु नि। मिठो भयो भने नमिठो भयो भने किन खानु पऱ्यो नि त होइन, र खानुपर्छ गाइज। अनि बबाले अनि आजको भिडियोलाई चाहिँ यति नै। हामी नेक्स्ट विक भ्लगमा चाहिँ भेट्नेछौँ भाइ गाइज। अनि फेरि नयाँ भिडियो आउनेछ।